हजुरहरूलाई सम्पूर्णलाई आजको दिन दिउँसो यो 2 बजेको पलमा म हजुरहरूलाई यो अलग्गै जग्गा अलग्गै ठाउँ जो जग्गा चाहिँ आज कुनै राजु भुजेल रिलेसनसिप म्यानेजर होइन, राजु अटो वर्कसपको ओनर होइन, इन्सुरेन्स कन्सल्टेन्सी होइन, एउटा छोरा एउटा परिवारको नाति जो मेरो 4 पुस्ता अगाडिको इतिहास यो जग्गामा लुकेको छ। म यो जग्गा आज मेरो अचानक प्लान भएर मैले आउने काम पर्यो र म हजुरहरूलाई यो देखाउँदैछु। म मेरो बाउ बन्नेको जग्गा, मेरो बाजे जन्मेको जग्गा, बाजेदेखि अझै बराजु जो सेतु भुजेल मेरो बराजु हुनुहुन्थ्यो, बाजे मेरमान भुजेल मेरो अति आदरणीय स्वर्गीय नरबहादुर भुजेलको म छोरा माइला। आज म यो मेरो पितृको जमिन अचानक त्यस्तै केही सरकारी कामले गर्दाखेरि मैले आफ्नो व्यवस्थालाई अलग छोडेर म यहाँ आएको छु। हजुरहरूलाई अझै म देखाउनेछु है, यहाँ मेरो आफ्नो अस्तित्व इतिहास लुकेको जग्गा हो। अलिकति भावुक जस्तो छु, समयले कति चाहँदा जाँदै पनि आउनु पाइँदैन। देख्दा हजुरले देख्नुहुँदैछ जङ्गल छ, तर यहाँ अब यो मेरो 4 पुस्ता मदेखिको 4 पुस्ता चाहिँ यो जमिनमा बसोबासो गर्नुभएको थियो। हाम्रो सुरुवात यहीँबाट भएको थियो। म हजुरलाई चाहिँ कन्टिन्यू देखाउँछु, ऐतिहासिक एकदमै कुरा म देखाउनेवाला छु र म फेरि कन्टिन्यू मसँग टचमा रहनु सक्छु। म अझै हाम्रो ऐतिहासिक घर, हाम्रो बाउबाजेले कस्तो प्रकारको जाँतो चलाउनुहुन्थ्यो म सब देखाउने छु। Budi simbi, ini budi bisa ada tinggi. Tiang masih notor. यो चाहिँ बस्तीमा टेम्पोररी पानी पर्दा घाम लाग्दा खेतमा अब कोही के रोप्दाखेरि है अचानक यो बस्ने विसर्ग बस्ने जग्गा है रेडिमेड देखाउँदैछ। यसलाई चाहिँ खास शुद्ध भाषामा याक्सा भनिन्छ। मुनि गाई ये हाम्रो नै गेम गर्ने नै हो, हेर्न पनि यो गाईहरू भित्दैन। बाबा के हो कहिले नपुग्ने पत्र पत्र बानी को खेतमा बसेको देखेर के गरिदिनु फोटो खिच्दिनु भिडियो। यो भित्ता जो देख्नु हुँदैछ होइन, यहाँ अब मेरो बाजे बराजु सेतु भुजेल, बाजे मेरमान भुजेल, बजू सुभद्रा भुजेल, मेरो स्वयं पिता स्वर्गीय पिता नरबहादुर भुजेलको यहाँ जन्मभूमि भनौँ है। 4 पुस्ता अगाडिको अब सुन्नुमा आएको थियो, बाउले कताबाट भन्नुहुन्थ्यो।
अब यहाँ 2 तले घर थिए अरे अब बस्तीमा त सिरो हुन्छ होइन तलका घर त यसरी अब यो चाहिँ भित्ताको रहेछ अब यो कस्तो प्रकारले बनाएको थियो लगभग 150-200 वर्ष अगाडि कुरा हो 4 पुस्ता यही ठाउँमा बसेको मसँग 4 पुस्ता भयो 3 पुस्ता अब यो एउटा म्युजियम जस्तो छ है अब यो छोडेर गएको बाउले नै अब यो छोडेर जानु भएको रहेछ र मेरो भाग्य भनौँ योसम्म यो ठाउँमा आएँ यहाँ चाहिँ कतिवटा जग्गा त अब यो जग्गामा यो जग्गामा ढुङ्गामा मेरो बोजूले यो अटोमेटिक यो ढुङ्गा छ एउटा तर पुरिएछ तर अब है देखाउनु थियो हजुरहरूलाई ढुङ्गामा बनाएको झाँतो जो बस्तीमा मकै पिसिन्छ घुमाएर होइन त्यो थियो अरे मकै पिसेर खानुहुन्थ्यो अरे यो देख्नु हुँदैछ होइन हाम्रो त अब भोजेलहरूमा प्रायः अब सुँगुर कुखुरा बाख्रा हामी त भूमि पूजा गर्छौँ बेसी जस्तो हामी प्रकृति पूजक हो हामी जातिबाट यो पितृले देन आशीर्वाद दिएको हो यो जो हजुरले देख्नु हुँदैछ यो चाहिँ अब आज 150-200 वर्ष अगाडि सुँगुर विशेष पालिन्थ्यो हाम्रो पालन गोरु गाई सुँगुर बाख्रा है अब यो सुँगुर खोरको गरा हो 150-200 वर्ष अगाडि अब बाजेहरूले कस्तो प्रकारले लाउनु भएको थियो अझै पनि त्यसको इमारत नक्सा छ हेर्नुहोस् अब यो अझै पनि भत्किएको छैन अब कस्तो टेक्निकली लाउनु भएको थियो होला र अझै पनि यो यस्तो छ यो उहिलेको टेक्निक उहिलेको त्यो बुद्धिमानी मान्छेको बुद्धि कस्तो थियो होला है त्यो सबै मेरो इतिहास मात्रै हो मेरो बुझेको यो एउटा कथा जस्तो हो है यो पालिको मकै यो लगानी खोइ अभिनव छैन मेरो भरे उता फगिहाल्यो उसले भिडियो गरेकोहरू फुलाउनु मान्दैन फोटोमा हो आफैलाई पठाउँछ बाबा खोइ अभिसरी देखाउन मकै देखाउन युनिक पोइन्ट देखाउँछु है त्यो जग्गा अब बाजे हाम्रो बाउ बिर्ताहरूले चाहिँ अब त्यहाँबाट त्यो रमिता हेर्थ्यो टाइम पास गर्थ्यो अरे त्यो म जग्गा देखाउनु गइरहेको छु कलोनी यो हेर्नुहोस् यहाँ चाहिँ अब बाउ बाजे बराजुहरू मेरो चाहिँ यहाँ रमिता डाँडा भनिन्छ होला खासै चाहिँ उहिले मान्छेको नाम यहाँबाट हेर्नुहोस् अब भ्यू कति राम्रो देखिँदैछ यहाँ दरामदिनको भ्यू है यो दरामदिनको भ्यू हो यहाँबाट यहाँ परौता सघा जाने दरामदिन लोडुमा रिम्बिक यो पारी उता यो दार्जिलिङ कालिम्पोङ सबै देखिन्छ यहाँबाट मुनि अलग्गै एउटा बस्ती बजेक लोवर बजेक भनिन्छ है यो पार्टिकुलर एरियालाई चाहिँ टिमरुङ जिपियु वार्ड नम्बर 4 अप्पर बजेक कर्तोक बजेक भनिन्छ है र यही हो मेरो इतिहास मेरो बाउ बाजे अहिले चाहिँ फिलहाल म सोरेङ बस्छु तर पनि मेरो आफ्नो पिता पुर्खा पितृको जमिन चाहिँ धेरै समय बादमा आएँ मैले यसरी हेर्नु आयो मलाई अझै खुसी पनि लागिरहेको छ र हजुरहरूलाई फेरि पनि भेटौँला समय फर्किने टाइम पनि भयो पानी पनि पर्नु आँट्यो सोरेङ फर्किनु छ हिँडेर पुरा जानुपर्छ उकालो है आधा 1 घन्टा लाग्छ रोड छोडेर बहुत उकालो हिँड्नुपर्छ र यस्तै छ मेरो यो पिता पुर्खा पितृको जमिन हजुरहरूलाई देखाएर मैले आफ्नो अलिकति भावना